सबैजनालाई नमस्ते। म सुदूरको चेली धेरै दिनपछि यहाँहरुको माझ आइरहेकी छु। हाम्रो सुदूरपश्चिमको कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिकाको वडा नम्बर 3 को बाबु विपिन जोशी को मृत्यु भएको खबरले मन तृप्त बनाएको छ, स्तब्ध बनाएको छ। शब्दै छैन के बोलौं। उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु र देशको परिस्थितिप्रति चिन्ता छ मलाई पनि। म पनि यो देशको चेतनशील एउटा व्यक्ति भएको हुनाले चिन्ता व्यक्त गर्न चाहन्छु। चिन्ता भइरहेको छ र यो परिस्थिति आउन जसले सिर्जना गरेको थियो तिनीहरुप्रति भरोसा गर्न चाहन्छु र यो परिस्थितिलाई साम्य गर्नको लागि, परिस्थितिलाई न्यूनीकरण गर्नको लागि, परिस्थितिलाई सामान्य अवस्थामा फर्काउनको लागि भूमिका हुनुपर्ने ठाउँमा परिस्थितिलाई उग्र बनाउने, भड्काउने खालका अभिव्यक्ति जुन जिम्मेवार व्यक्तिहरुबाट आइरहेका छन्, यसप्रति पनि म भरोसा गर्न चाहन्छु, खेद प्रकट गर्न चाहन्छु, दुःख प्रकट गर्न चाहन्छु। यो देशका जिम्मेवार व्यक्तिले देशको परिस्थिति प्रति गम्भीर हुनु जरुरी थियो, हुनुपर्ने थियो, तर त्यो देखिएन। जसको पनि कुरा सुन्दैछु आफ्नो स्वार्थ सिद्ध गर्नको लागि मात्रै अभिव्यक्ति दिएको सुन्दछु। त्यो होइन नि, देश एकैजनाको मात्रै होइन नि। देशमा 3 करोड नेपाली भन्दै झन्डै 10 वर्ष भइसक्यो। अहिलेसम्म 3 करोड नेपाली छैनन्। जनसंख्या नेपालको टन्नै बढेको छ। किन 3 करोड देखाइराखेका छन्? किन 3 करोड कम्तीमा दैनिक हजारौं बच्चाको 2000 बच्चाको जन्म हुन्छ नेपालमा र किन यति कम देखाइराखेको हो जन्म यो यहाँको जनसंख्या? त्यो पनि बुझ्न सकिएन र विदेश जानेको कमसेकम 80 लाख जनसंख्या विदेशमा छ भन्ने आंकलन गरिएको छ। भारतको जनसंख्या गन्ने हो भने त 80 लाख त भारतमा मात्रै छन् भन्ने लाग्छ मलाई। त्यसकारण नेपालीले अब के गर्ने होला? यो देश कहाँ जाने होला? कसरी यो देशलाई सामान्य अवस्थामा फर्काउने होलान्? एकले अर्कालाई आरोप लाउन प्रति सबै ठिक्क छन्। यो प्रति पनि दुःख व्यक्त गर्न चाहन्छु र एउटा चेतनशील व्यक्ति भएको कारणले गर्दा मेरो सुझाव अहिलेका नयाँ जेनजी छोराछोरीहरूलाई, जेनजी भाइबहिनीहरूलाई नफुट्न, एकजुट हुन र देशको हितमा विचार विमर्श गर्न, विज्ञहरूसँग बस्न, विश्लेषकहरूसँग बस्न र यो देशका शुभचिन्तकहरूसँग बसेर राम्रो कुरालाई अगाडि ल्याउन, राम्रा मागहरू राख्न म अनुरोध गर्न चाहन्छु र मेरो पनि एउटा माग समेटियोस् म भन्न चाहन्छु। विदेशमा रहेका जो 80 लाख 1 करोड मोटामोटी हाम्रो नेपाली जनसंख्या विदेशमा छ, तिनीहरूले भोट हाल्न पाउनुपर्छ। तिनीहरूको रेमिटेन्सले यो देश चलिरहेको छ। तिनीहरूको दुःख पसिनाले यो देश चलिरहेको छ। तिनीहरूको दैनिक यो देशमा आउने लास प्रति श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु र तिनीहरूले पनि भोट हाल्ने अधिकार प्राप्त गर्नुपर्छ। त्यो व्यवस्था यो सरकारले गर्नुपर्छ र त्यो व्यवस्था पनि अहिलेको यो नयाँ जेनजी सरकारले त्यो पनि गरोस् र आम नेपाली जेनजीहरू र आम नेपाली अगुवा भनाउँदाहरू, जिम्मेवार भनाउँदाहरू जो छन् तिनीहरूले पनि यसको व्यवस्था गर्नुपर्छ। विदेशमा रहेको नेपालीहरूको मत लिनुपर्छ भन्ने लाग्छ मलाई। धन्यवाद।